दर्शकबिन अहिले भने तपाईँको यो सारङ्गपुर तिर चाहिँ हाम्रो चेन्जेस आइसकेको छ। बिहान भने एकदम अत्यन्तै पानी परेको थियो र पानीसँगै तपाईँको हिउँहरूमा पनि धेरै नै निकै नै बादलहरू तपाईँको जमिरहेको थियो। तर तपाईँको लोवर पार्टतिर पनि अहिले भने तपाईँको सनराइज पनि सनसेट पनि तपाईँको अब केही छिनमा चाहिँ तपाईँको सनसेट पनि हुँदैछ। अस्ताउने छ र भाउजूहरू पनि निकै खुसी हुनुहुन्छ र हेर्न सक्नुहुन्छ आजको वेदर पनि यति राम्रो छ है। म माथि गएर पनि तपाईँलाई देखाउँछु र म यो यहाँ चाहिँ भाउजूहरू ढलन गर्नुभएको छ होइन। यहाँ ढलन गरेको अनि के पानीले बिगारिदिएको? ए ठिक छ भाउजू, ल ठिक छ। मैले धेरै भयो नि त युट्युबमा भिडियो नहालेको, किनकि मैले चाहिँ अब बिजी भयो, त्यही भएर हाल्न भ्याएन। र आकाशमा हेर्न सक्नुहुन्छ कति राम्रो बादल देखिरहेको छ। तपाईँ यता राख्ने हो र देख्न सक्नुहुन्छ तपाईँले यो माथि आकाशमा तपाईँको हट एयर बेलुन पनि उडाइरहेको छ। र यो आजको हाम्रो तपाईँको 5 बजेको दृश्य हो र हजुरहरू पनि आउनु होला घुम्नको लागि। पोखरा एकदम राम्रो ठाउँ छ, एकदम पर्यटक क्षेत्र हो, किनकि बिहान एकदम ठुलो पानी परेको थियो। बिहानैबाट 4-5 बजीबाटै पानी पर्थ्यो र अहिले पनि एकदम 3-4 बजीबाट चाहिँ एकदम वेदर पनि माथि एकदम राम्रो भएको छ। र अहिले म माथिको हिमालयको पनि भिडियो गर्न नै छु। हजुरहरूलाई मेरो यस युट्युब च्यानलमा वेलकम छ र देख्न सक्नुहुन्छ तपाईँको हट एयर बेलुन। यति यहाँ हट एयर बेलुन चाहिँ तपाईँको उडाइरहेको छ माथि। तपाईँ माथिसम्म जान्छ है फेरि। र यो हाम्रो यो यतातिर चाहिँ हाम्रो बाटो छ, यहाँ तलबाट चाहिँ हामी मान्छेहरू नौडाँडा जाने होइन तपाईँको बागलुङ हाइवे जाने बाटो चाहिँ यो छ। यो माथिको डाँडा हो। ओह यति नजिकै तपाईँको हट एयर बेलुन उडाइरहेको चाहिँ आवाज पनि आएको छ है। त्यो उसको आगो वास गर्छ नि त, सिस गर्छ नि त, त्यही भएर। सो त्यही नै हो, किनकि मैले चाहिँ अब भिडियो नहालेको धेरै पनि भइसकेको छ। सो त्यही भएर मलाई यतिका साथ दिनुभएको छ, मलाई सपोर्ट गर्नुभएको छ, मेरो भिडियोलाई लाइक सेयर गर्नुभएको छ। सो यसरी नै मलाई साथ सपोर्ट गर्नु होला र भिडियो भने बिस्तारै आउँदै गर्छ। अब घर पनि फेरि जान पनि छ, त्यही भएर चाहिँ अब घरको भिडियोहरू म हाल्नेछु र सम्पूर्णलाई धेरै धेरै माया छ। ल हेर्न सक्नुहुन्छ तपाईँले, यो चाहिँ मैले यो माथि सारङ्गपुरबाट चाहिँ एकदमै राम्रो भिडियो निकाल्न कोसिस गरिरहेको छु। र अहिले भने बिहानदेखि पानी परेको हुनाले गर्दाखेरि चाहिँ तपाईँको एकदमै तपाईँको मुनिसम्म पनि एकदम हिउँ जमिएको छ, जमेको छ। र देख्न सक्नुहुन्छ यति राम्रो चराचुरुङ्गीहरूको आवाज होइन, हरियाली। अनि माथि हेर्न सक्नुहुन्छ बादल, पछाडि तपाईँको हिमाल पनि देख्न सक्नुहुन्छ। र म तपाईँको यहाँ ठक्क यो हिँड्ने बाटोबाट भिडियो बनाइरहेको छु। चराचुरुङ्गीको आवाज पनि तपाईँले सुन्न सक्नुहुन्छ। र यतातिर चाहिँ तपाईँको हट एयर बेलुन उडिरहेको छ। र एकदमै मलाई एकदम खुसी लाग्छ, किनकि मनले पनि थाम्न सकेको छैन नि त, यति धेरै तपाईँको हिउँहरू जमेको छ होइन। सबै पुरै ढाकेको छ, अन्नपूर्णहरूदेखि लिएर यो माछापुछ्रीदेखि होइन, सबै कुराहरू एकदम ढाकिएको छ। र एकदमै आफूलाई कन्ट्रोल पनि गर्न सकेको छैन क्या। आजको भ्यू भनेको एकदम बेस्ट भ्यू, एकदम होइन फुलफिल भएछ तपाईँको। हेर्न तपाईँको देख्न सक्नुहुन्छ पुरै ढाकेछ के, पुरै ढाकेछ। बादल पछाडि हेर्न सक्नुहुन्छ, यो चाहिँ माछापुछ्री हो, यतापट्टि चाहिँ तपाईँको अन्नपूर्ण रेन्ज। अनि यो बादल छ है। देख्न सक्नुहुन्छ म यति खुसी छु किनकि यो प्रकृतिले दिएको प्रकृतिले दिएको यो हामीलाई के भनिन्छ अब यो के अरे भन्नु नै आएन हौ मलाई त। यो प्रकृतिले दिएको हामीलाई यो सुन्दर यो के अरे हिमाल हेर्न सक्नुहुन्छ, प्रकृतिले दिएको। किनकि यो पहिल्यैबाट यो चाहिँ विगत 60-70 वर्ष अगाडिदेखि नै यो हाम्रो माछापुछ्रे यो अन्नपूर्णहरू चाहिँ पहिल्यैदेखि नै यो हाम्रो के अरे आफै नै यो नेचुरल चिज हो। र
देख्न सक्नुहुन्छ यो सबै जङ्गल छ, पुरै जङ्गल छ। यहाँ तपाईँको लाली गुराँसहरू पनि फुल्ने गर्छ है, लाली गुराँसहरू पनि फुल्ने गर्छ। यतातिर चाहिँ तपाईँको हट एयर बेलुन पनि उडिरहेको छ र लगायत म एकदम खुसी छु कि होइन आज म पागलै भइसकेको छु कि तपाईँको हिमाल यति राम्रो खुलिरहेको छ होइन कि भन्न नि सकेको छैन। हजुरले एकदम आँखाले हेऱ्यो भने चाहिँ कति राम्रो देखिन्छ होइन। मैले चाहिँ यहाँबाट मोबाइलबाट लिइरहेको छु। हेर्न सक्नुहुन्छ होइन यति राम्रो ढाकिएको छ होइन। अब मेरो त फर्स्ट टाइमै भनौँ तपाईँको होइन, विगत 4 वर्ष भयो यहाँ म सारङपुरतिर बस्न लागेको। यति ढाकेको छ नि होइन, हिउँले यति ढाकेको छ नि सबै यो माछापुच्छ्रे त्यो मुनि जरासम्म नै तपाईँको हिउँ हिउँ छ होइन। यता अन्नपूर्णतिर भन्नै परेन किनकि अहिले चाहिँ बादल भएको कारणले गर्दाखेरि चाहिँ तपाईँको खासै एक राम्रो त एकदम राम्रो फर्स्ट क्लास देखेछ है। फेरि है राम्रो त राम्रो फर्स्ट क्लास देखेछ। यता तपाईँको गाउँहरू पनि छ है, यतातिर तपाईँको गाउँहरू देख्न सक्नुहुन्छ यति राम्रो हिमाल तपाईँको होइन, माछापुच्छ्रे हिमाल। म त यहाँ पागल भएको है, यस्तो उठेर हेरेको त बाहिरतिर त घामहरू लाग्छ होइन, यहाँ सनसेट पनि हुन लाग्छ। फेरि अस्ताउने पनि भइरहेको छ घामहरू। र सम्पूर्ण आउनु होला यो तपाईँको पर्यटक क्षेत्रमा चाहिँ है, पर्यटक जस्तो घुम्ने ठाउँहरू चाहिँ हजुरहरू आएर चाहिँ घुम्न सक्नुहुन्छ। तर घुम्न आउनुभएको पाहुनाहरूलाई चाहिँ जताभावी चाहिँ फोहोरहरू चाहिँ नगरिदिनु म सबैजनाको यो नेपालीको चाहनै हो, नेपालीको उयो नै हो। किनकि तपाईँहरू आउनुहुन्छ, रमाइलो गर्नुहुन्छ, घुम्नुहुन्छ, खानुहुन्छ, त्यो खाएको चिजहरूलाई चाहिँ तपाईँले डस्टबिनमा हाल्नुपर्छ, ठिक ठाउँमा फाल्नुपर्छ। फोहोर जताभावी त्यता गर्नु हुँदैन। यो चाहिँ लाली गुराँसको बुट है, यो चाहिँ तपाईँको लाली गुराँसको बुट हो। एकदमै राम्रो छ यो लाली गुराँस चाहिँ। अहिले चाहिँ फल्दैन, अहिले फल्यो भने त बब्बाल देखिन्थ्यो झन्। अनि यो चाहिँ तपाईँको हाइकिङ जाने रुट हो र देख्न सक्नुहुन्छ मेरो पछाडि है हिमाल पनि छ है। किनकि मैले यहाँबाट लाइभ गरिराखेको छु, किनकि मलाई एकदमै भिडियो बनाउनु मन लाग्यो। त्यही भएर चाहिँ मलाई चाहिँ अलिक कन्ट्रोलै भएन कि आउट अफ कन्ट्रोल भयो। सो देख्न सक्नुहुन्छ यति राम्रो देखिन्छ नि होइन। यतापट्टि तपाईँको घाम पनि अस्ताउने बेला हुन लागिसकेको छ। अब केही छिनमा 4-5 मिनटमा चाहिँ तपाईँको घाम अस्ताउँछ र उदाउने चाहिँ तपाईँको यो साइडबाट हो उदाउने चाहिँ होइन। यतातिरबाट चाहिँ तपाईँको 7 बजीतिर चाहिँ उदाउने गर्छ भने अनि अस्ताउनेको टाइम रहेको छ 5:20तिर, 5:25तिर चाहिँ अस्ताउने छ। तपाईँको धेरै नै एकदमै राम्रो लागेको छ मलाई है, एकदमै खुसी लागेको छ। किनकि यति प्रकृतिले दिएको यो हामीलाई सुन्दर हिमालहरू, पहाडहरू होइन, एकदमै मलाई खुसी लाग्यो।